नमस्ते सबैजनालाई। मेरो भिडियो हेरेर मलाई साथ दिइरहनुभएका मेरा सम्पूर्ण साथीहरूलाई तथा मेरा सिनियर जुनियरहरूलाई म फेरि आज एउटा भिडियो ल्याएर आइसकेको छु हजुरहरूको सामु। यो चाहिँ इलेक्ट्रोडाइनामिक्स एमएससी थर्ड सेमको एउटा भिडियो हो। यसमा चाहिँ हामी कुन टपिकमा डिस्कस गर्न गइरहेको छौं भने मोसन अफ द चार्ज पार्टिकल motion of the charged particle in a static and uniform magnetic and electric field अथवा यसलाई के पनि भन्छ कम्बाइन्ड फिल्ड पनि भन्छ है। अब यो टपिकमा चाहिँ एउटा डेरिभेसन आउँछ र यो डेरिभेसन चाहिँ म गर्न गइरहेको छु है त। यसमा के हुन्छ भनेपछि यसमा चाहिँ एउटा यो एक्स एक्सिस भयो, यो वाई एक्सिस भयो, यो जेड एक्सिस भयो हैन। अब एउटा पार्टिकल हुन्छ र त्यो पार्टिकल चाहिँ मुभिङ पार्टिकल हुन्छ। त्यो मुभिङ पार्टिकलमा हामीले चाहिँ म्याग्नेटिक फिल्ड जेड डिरेक्सनमा लगाउँछौं भने इलेक्ट्रिक फिल्ड चाहिँ वाई डिरेक्सनमा लगाउँछौं। जेड डिरेक्सनमा म्याग्नेटिक फिल्ड, वाई डिरेक्सनमा इलेक्ट्रिक फिल्ड लगाउँछौं है। र त्यस्तो गर्दाखेरि चाहिँ त्यो पार्टिकल चाहिँ कसरी चाहिँ अगाडि मुभ भइरहेको हुन्छ भन्दाखेरि यस्तो पाथ चाहिँ यसले फलो गरिरहेको हुन्छ। यस्तो यसलाई के भन्छ TROCHOIDAL ट्रकोइडल पाथ चाहिँ त्यो पार्टिकलले फलो गरिरहेको हुन्छ है। अब यही हो यसमा चाहिँ अब हामी चाहिँ लेट अस कन्सिडरबाट गरौँ है। कन्सिडर गर्दै जाऊँ। लेट अस कन्सिडर अ पार्टिकल ह्याभिङ मास m and चार्ज q। त्यसको मास m हुन्छ र चार्ज चाहिँ के हुन्छ q हुन्छ है। पार्टिकलको मास m, चार्ज q हुन्छ। अनि लेट इट बी मुभिङ इन अ युनिफर्म एन्ड स्ट्याटिक magnetic field, static and uniform magnetic field B। अनि त्यसपछि when field एकछिन है, let it be moving in a uniform and static magnetic field in a circular path हैन। सर्कुलर पाथमा चाहिँ युनिफर्म म्याग्नेटिक फिल्ड लगायो भने चाहिँ सर्कुलर पाथमा चाहिँ त्यो अब्जेक्ट चाहिँ घुमिरहेको हुन्छ। when electric field is applied, applied, it will move in a larger circle in the first half cycle and smaller circle in the second half cycle।
फर्स्ट हाफ साइकलमा चाहिँ म्याग्नेटिक फिल्ड लगाउँदाखेरि त्यो चाहिँ सर्कुलर पाथमा घुम्छ होइन। र इलेक्ट्रिक फिल्ड लगायो भने फर्स्ट हाफ साइकलमा चाहिँ त्यो के हुन्छ, लार्जर सर्कल बनाएर घुम्छ भने होइन। अनि त्यसपछि सेकेन्ड हाफ साइकलमा चाहिँ त्यसको पाथ चाहिँ के हुन्छ, स्मलर हुन्छ, स्मलर सर्कल बनाएर चाहिँ घुम्छ है। द पार्टिकल will possess both circular and translatory motion होइन। अगाडि पनि मुभ भइरहेको हुन्छ र सर्कुलर पाथ बनाउँदै अगाडि, सर्कुलर पाथ बनाउँदै अगाडि, अगाडितिर पनि मुभ भइरहेको हुन्छ है। द भेलोसिटी, द कम्बाइन्ड भेलोसिटी है, द कम्बाइन्ड भेलोसिटी अफ द पार्टिकल is, the combined velocity of the particle is due to magnetic field and due to drift velocity। एउटा ड्रिफ्ट भेलोसिटीको कारणले गर्दाखेरि र अर्को चाहिँ यो अप्लाइड गरेको म्याग्नेटिक फिल्डको कारणले गर्दाखेरि चाहिँ यसको कम्बाइन्ड भेलोसिटी चाहिँ डिटरमाइन हुन्छ। र यसलाई कसरी लेख्न सकिन्छ भन्दाखेरि कम्बाइन्ड भेलोसिटी v इक्वल्स टु v परपेन्डिकुलर, यो म्याग्नेटिक फिल्डको कारणले गर्दाखेरि जेनेरेट भएको हुन्छ, प्लस अनि अर्को भनेको के हो, ड्रिफ्ट भेलोसिटीको कारणले गर्दाखेरि चाहिँ c/v² e क्रस b भन्ने चाहिँ हाम्रो भेलोसिटी, कम्बाइन्ड भेलोसिटी चाहिँ यसरी जेनेरेट भएको हुन्छ है। यसलाई इक्वेसन नम्बर 1 लेखौँ है त। v इक्वल टु के भएको थियो हाम्रो, v इक्वल टु v परपेन्डिकुलर प्लस c/v² e क्रस b सम्म हामीले लेख्छौँ। यसलाई इक्वेसन 1 भनेको होइन। अब यसो हो भने अब हामीले के गर्ने भन्दाखेरि चाहिँ यसको कारणले गर्दाखेरि हामीसँग के लागेको हुन्छ, फोर्स पनि लागेको हुन्छ है। इलेक्ट्रिक फिल्ड र म्याग्नेटिक फिल्ड दुइटै लगाइसकेपछि लोरेन्ट्ज फोर्स लागेको हुन्छ नि त। अब त्यो लोरेन्ट्ज फोर्स पनि हामीले निकाल्नु पर्ने हुन्छ। लोरेन्ट्ज फोर्स निकाल्दाखेरि चाहिँ फोर्स F इक्वल टु के हुन्छ, mdv/dt हुन्छ। र यो dv/dt को भ्यालु पनि हामीले निकाल्नु पर्ने हुन्छ है त। अब dv/dt को भ्यालु निकाल्नु पर्ने भएको भएर चाहिँ सुरुमा यसलाई डेरिभेटिभ गर्दियौँ है त। dv/dt इक्वल्स टु dv परपेन्डिकुलर बाई dt प्लस अब यसलाई पनि डेरिभेटिभ गर्ने हो, c1/v² e क्रस b d/dt और dv/dt इक्वल्स टु, अब यो त के हुन्छ, e क्रस b को भ्यालु यहाँनिर हाम्रो 0 हुन्छ, dv परपेन्डिकुलर बाई dt यो लेख्न सक्छौँ है। यसलाई चाहिँ इक्वेसन 2 मानौँ। नाउ फोर्स भनेको के हो, फोर्स F इक्वल्स टु mdv/dt हुन्छ और mdv/dt इक्वल्स टु के हुन्छ, लोरेन्ट्ज फोर्सको भ्यालु के हुन्छ भनौँ त। यसलाई नै यहाँ लेखेको q e प्लस v क्रस b/c हुन्छ। के हुन्छ अरे, v क्रस b/c हुन्छ है। और mdv/dt भनेको के छ भनौँ त, dv परपेन्डिकुलर बाई dt लेख्न मिल्छ फ्रम इक्वेसन 2 इक्वल्स टु q। अब e लाई यत्तिकै लेखौँ प्लस, अब सल्भ गरौँ है। e लाई यत्तिकै लेख्यो। अब v भनेको के छ हेरौँ त, हामीसँग भ्यालु भनेको यति छ इक्वेसन नम्बर 1 बाट, त्यो भ्यालु पनि हाल्नु पर्यो है त। 1/c लाई
बाहिर निकालौँ सुरुमा, ठिक। अब b को भ्यालु लेखौँ सुरुमा, b परपेन्डिकुलर प्लस c बाई b स्क्वायर e क्रस b फ्रम इक्वेसन नम्बर 1 है। यो कुरा हामीले लेख्छौँ यसरी। अब 1/c बाहिर आयो र यति कुरा हामीले सार्यो हैन। अब रिमेनिङ यहाँ के छ भनौँ त। अब b को भ्यालु लेखियो यसरी, b को भ्यालु यतिमा लेखियो, क्रस b बाहिरपट्टि छ, ठिक छ। 1/c b भनेको ठाउँमा के लेख्नु पर्यो, यति सबै लेख्नु पर्यो, b परपेन्डिकुलर प्लस c बाई b स्क्वायर e क्रस b इन्टु b छ, के अरे क्रस b छ हैन पछाडिपट्टि। यो लेखेको बुझ्नुभयो होला हैन। और m dv परपेन्डिकुलर बाई dt इक्वल्स टु q। अब e यतिकै छ प्लस लेखौँ हैन। अब 1/c यतिकै लेखौँ। अब यसले यसलाई पनि क्रस प्रडक्ट गर्छ हैन, v परपेन्डिकुलर क्रस b त हुने भइहाल्यो, भेक्टर हुन्छ है। परपेन्डिकुलर सबैतिर भेलोसिटीमा भेक्टर लेखिदिने, यता पनि भेक्टर, यता पनि भेक्टर, यता पनि भेक्टर, सबै ठाउँमा भेक्टर हुन्छ, यता पनि भेक्टर हुन्छ है। अनि यसले यसलाई गर्यो हैन, प्लस c बाई b स्क्वायर भयो हैन। यसलाई यतिकै लेख्ने, e क्रस b क्रस b हुन्छ। यसलाई चाहिँ यस्तो भयो अनि यस्तो भयो, ठिक छ। यसले यसलाई क्रस गर्यो, यसले यसलाई क्रस गरिदियोस्, मल्टिप्लाई गरेको जस्तै 1/c बाहिर नै छ है जस्ताको जस्तै। और m dv परपेन्डिकुलर बाई dt इक्वल्स टु q। अब e लाई यतिकै लेखौँ, प्लस 1/c यतिकै लेखौँ, सुरुमा यतिलाई गर्ने, b परपेन्डिकुलर प्लस b भयो प्लस c बाई b स्क्वायर हुन्छ। यसको भ्यालु कति हुन्छ त ल, यो भित्रको भ्यालु, यसको भ्यालु भनेको के हुन्छ b, यसको भ्यालु भनेको bac माइनस acb हुन्छ है। के हुन्छ अरे, bac माइनस acb है, हैन bac माइनस abc हुन्छ है, bac माइनस abc हुन्छ। ल b भनेको abc हो भयो हैन, b भनेको ठाउँमा b भेक्टर भयो, a भेक्टर डट c भेक्टर, a भनेको e भेक्टर डट c भेक्टर भनेको b भेक्टर भयो, ठिक छ। माइनस a भनेको के छ हेरौँ त, e भेक्टर छ हैन, a भनेको b भनेको c भनेको a भनेको के भयो, e भेक्टर भयो, ठिक छ। अब यसमा चाहिँ अनि b भनेको के छ, b भेक्टर छ, c भनेको ठाउँमा नि b भेक्टर नै छ। ल यति लेखेको है त। यता पछाडिपट्टि ब्र्याकेट छ, अब यो ठुलो ब्र्याकेट छ, यो भित्रपट्टि एउटा ब्र्याकेट, यसको ब्र्याकेट, यसको फेरि बाहिरबाट अर्को ब्र्याकेट, अनि फेरि यो अर्को ब्र्याकेट। अब ब्र्याकेट आफै मिलाएर लेख्नु है। और m dv परपेन्डिकुलर बाई dt, m dv परपेन्डिकुलर बाई dt भनेको के भयो, q भयो हैन। यतिकै लेखौँ यसलाई, प्लस 1/, अब 1/c ले पनि मल्टिप्लाई अर्कोचोटि गरौँ ल, 1/c v परपेन्डिकुलर क्रस b भयो, एकचोटि यतिकै लेखौँ र यसको भ्यालु हेरौँ त। अब यिनीहरू चाहिँ परपेन्डिकुलर हुन्छ, e र b चाहिँ के हुन्छ, एक आपसमा परपेन्डिकुलर हुन्छ हैन। परपेन्डिकुलर भएपछि के हुन्छ भनौँ त, डट प्रडक्ट तिनीहरूको के हुन्छ, 0 हुन्छ, त्यही भएर यो चाहिँ 0 लेख्यो। c बाई b स्क्वायर भयो हैन, यसमा चाहिँ के हुने भयो, यसमा चाहिँ b स्क्वायर हुने भयो, माइनस e इन्टु b स्क्वायर हुने भयो हैन। यसलाई यसरी लेख्यो होला। और m dv परपेन्डिकुलर बाई dt इक्वल्स टु q, q हुने भयो, e प्लस हुने भयो हैन। अब यसले पनि 1/c ले नि मल्टिप्लाई गरिदिउँ है, भित्रबाट 1/c ले पनि मल्टिप्लाई गरिदिउँ, यस्तो आउँछ, प्लस c र c त क्यान्सल हुन्छ, b स्क्वायर क्यान्सल हुन्छ, भनेको के आउने भयो, माइनस e आउने भयो।
सीले भित्रपट्टि लगेर यसलाई चाहिँ डिभाइड मल्टिप्लाई गऱ्यो भने सी र सी क्यान्सिल, बी स्क्वायर यहाँनिर बी स्क्वायर यहाँनिर क्यान्सिल छ, सी र सी क्यान्सिल भयो, रिमेनिङ भनेको ई मात्र बाँकी भयो। यो ई र ई पनि क्यान्सिल भयो। और एम डिभी परपेन्डिकुलर बाई डिटी इक्वल टु क्यू बी परपेन्डिकुलर क्रस बी बाई सी। यो इक्वेसन के भयो? 3 भयो। यतिसम्म लेखियो हैन, इक्वेसन 3 सम्म लेखियो। अब के गर्ने? 1 नम्बरमा जाने। यतिसम्म लेख्यो। अब के गरेर देखाउने भन्दाखेरि यति देखायो हामीले है। अब हाम्रो काम के हो भनेपछि v इक्वल्स टु के हुन्छ हाम्रो v x कम्पोनेन्ट लियौँ है। इक्वेसन 1 बाट के लग्ने हामीले x कम्पोनेन्ट। ल्याङ्ग्वेज लेख्थ्यो भनेपछि टेकिङ x एन्ड y component x and y component from 1 bx equal to b perpendicular x plus c by b square e cross b x है। यो कति भयो? हाम्रो इक्वेसन नम्बर 4। त्यसपछि हामीले के लग्न सक्छौं भनौं त? b परपेन्डिकुलर y भनेको by भनेको b परपेन्डिकुलर y प्लस c बाई b स्क्वायर e क्रस b y लेख्न सक्छौं। यो इक्वेसन 5 भयो है। अब e क्रस b को भ्यालु पनि हामीले निकाल्नु पर्छ। e क्रस b x को भ्यालु पनि निकाल्नु पर्छ, e क्रस b y को भ्यालु पनि निकाल्नु पर्छ अनि सब्स्टिट्युट गर्ने है त। e क्रस b x को भ्यालु निकाल्नको लागि e क्रस b निकालौँ सुरुमा। x y z कम्पोनेन्ट हुन्छ है। e को भ्यालु के हुन्छ भनौँ त? 0 e 0 हुन्छ, किनकि e त हाम्रो कुन डिरेक्सनमा छ? अघि फिगरमा हेरौँ त। अघिको फिगरमा के थियो? e हाम्रो y डिरेक्सनमा थियो, b हाम्रो z डिरेक्सनमा थियो, अरु सबै ठाउँमा चाहिँ 0 हुन्छ। e y टेन्ड्स टु e हुन्छ, bz टेन्ड्स टु b हुन्छ हैन। b को भ्यालु z डिरेक्सनमा चाहिँ त्यो हुन्छ भनेर लेखेको। अब नाउ हामीलाई यो भ्यालु निकाल्नु पर्ने छ। एक्सपान्ड गरौँ न। एक्सपान्डिङ अलोङ R1 रो 1 मा एक्सपान्ड गर्ने हो भने x कम्पोनेन्ट यस्तो भनेपछि e मात्र हुन्छ 0 0 b माइनस y कम्पोनेन्ट यस्तो 0 0 0 b प्लस z कम्पोनेन्ट यस्तो 0 e 0 0। अब यस्तो भयो हैन। x कम्पोनेन्ट भनेको e इन्टु b आउने भयो माइनस 0 इन्टु y कम्पोनेन्ट प्लस 0 इन्टु z कम्पोनेन्ट। देयरफोर ल e क्रस b को x कम्पोनेन्ट के भयो त? हामीले यतिकै थाहा पाइहाल्छ। e क्रस b को x कम्पोनेन्ट भनेको eb आयो। x कम्पोनेन्ट भनेको eb। e क्रस b को y कम्पोनेन्ट को भ्यालु कति आयो? 0 आयो। e क्रस b को z कम्पोनेन्ट को भ्यालु कति आयो? 0 आयो। हामीलाई चाहिने चाहिँ दुईटा मात्र हो है। सब्स्टिट्युटिङ the value of e cross b x and e cross b y in 4 and 5। इक्वेसन 4 र 5 मा चाहिँ यो भ्यालु हामीले सब्स्टिट्युट गर्न सक्छौं। b परपेन्डिकुलर x भनेको के हो? bx भनेको b परपेन्डिकुलर x प्लस c बाई b स्क्वायर इन्टु कति हुन्छ?
EB हुन्छ हैन, B र B क्यान्सल, B परपेन्डिकुलर BX भनेको के भयो, B परपेन्डिकुलर X प्लस CE बाई B हुन्छ हैन। यति भयो। अब यसलाई इक्वेसन कति मानौँ भन्दाखेरि 6 भएको छ, यसलाई 7 मानौँ। अनि B भनेको B परपेन्डिकुलर Y प्लस, अब यहाँ त 0 हुन्छ, E क्रस BY को भ्यालु कति आएको छ, 0 आएको छ, त्यो भ्यालु हाल्दाखेरि कति भयो, 0 भयो, प्लस 0 हैन, त्यही भयो भनेको 0 किन लेखिरहनु, यो इक्वेसन कति भयो, 8 भयो है। अब यसलाई नै युज गर्ने हो, फ्रम इक्वेसन 7 एन्ड फ्रम इक्वेसन 8 भन्दै गर्ने हो है त। इक्वेसन 7 बाट के छ, Vx इक्वल टु B परपेन्डिकुलर X प्लस CE बाई B। फ्रम 7 बाट के छ भन्दाखेरि Vx भनेको B परपेन्डिकुलर X प्लस कति छ अरे, CE बाई B, CE अपन B छ। अब यसलाई के गर्ने, CE अपन B आएको छ। अब यसलाई हामीले कसरी लेख्न सक्छौँ भनौँ त, Vx इक्वल टु B परपेन्डिकुलर X को भ्यालु चाहिँ के हुन्छ भनेर यसको भ्यालु पनि राख्नुपर्छ ल। भनेको चाहिँ यसको भ्यालु के हुन्छ भनेपछि B परपेन्डिकुलर कस ओमेगा t हुन्छ यसको भ्यालु है, प्लस CE बाई B भयो, यसको भ्यालु हालिदियो हामीले है। और dx बाई dt लेख्न मिल्छ, यो त भेलोसिटीलाई यसरी लेख्न मिल्छ, dx बाई dt इक्वल टु B परपेन्डिकुलर कस ओमेगा t प्लस CE अपन B। अब इन्टिग्रेटिङ बोथ साइड्समा इन्टिग्रेटिङ गर्ने हो भने x हामीले गेन गर्न सक्छौँ हैन। यसको इन्टिग्रेसन गर्दाखेरि के हुन्छ, B परपेन्डिकुलर कसको इन्टिग्रेसन के हुन्छ भनौँ त, साइन ओमेगा t अपन के हुन्छ, ओमेगा आयो, प्लस CE बाई B भनेको कन्स्ट्यान्ट भयो, अनि t पनि आउँछ प्लस कन्स्ट्यान्ट। इन्टिग्रेसन गर्दाखेरि त्यही हैन र, के हैन, इन्टिग्रेसन CE अपन B dt आयो भनेपछि CE बाई B t हुन्छ नि त, इन्टिग्रेसन त्यही हुन्छ, प्लस कन्स्ट्यान्ट C पनि आउँछ है। यो इक्वेसन भनेको कति इक्वेसन भयो, यो इक्वेसन 9 भयो। अब एकछिन पर्खौँ, यसमै अहिले के गरौँ भन्दाखेरि युजिङ बाउन्ड्री कन्डिसन पनि गरिदिउँ है। युजिङ बाउन्ड्री कन्डिसन xt को भ्यालु निकालेको हो कि हामीले, के को भ्यालु निकाल्यो, xt को भ्यालु निकालेको है। अब xt इक्वल टु 0 गरौँ है, भनेको यतापट्टि हामीले के राख्न मिल्यो, 0 राख्न मिल्यो हैन। भनेको कन्स्ट्यान्टको भ्यालु कति आउँछ त, अब 0 इक्वल टु xt को भ्यालु के छ, यो सबै xt हैन, B परपेन्डिकुलर साइन ओमेगा t बाई ओमेगा xt इक्वल टु 0 गर्ने हैन। अब यहाँ t इक्वल टु 0 को लागि, t इक्वल टु 0 को लागि है त, यहाँ t इक्वल टु 0 को लागि प्लस CE t बाई B इक्वल टु कति भयो, 0। कन्स्ट्यान्टलाई यता लेखौँ हैन, कन्स्ट्यान्टलाई C मात्र लेखेको, C इक्वल टु यो त 0 छ, 0 छ, t को भ्यालु C इक्वल टु कति आयो, 0। यहाँ t इक्वल टु 0, साइन 0 भनेको 0 हुन्छ, यसलाई पनि 0 ले मल्टिप्लाई गर्दाखेरि यो पनि 0 आउँछ, यो पनि 0 आउँछ, देयरफोर C इक्वल टु 0 हुन्छ। सो x को भ्यालु भनेको कन्स्ट्यान्ट है त ल, कन्स्ट्यान्ट पनि के आयो, 0। B परपेन्डिकुलर साइन ओमेगा t बाई ओमेगा प्लस CE t बाई B मात्र आयो, प्लस 0। यसलाई इक्वेसन कति मानौँ हामीले, 8 भइसकेको छ त्यहाँनिर, इक्वेसन 9 मानौँ है त। नाउ अब y लाई पनि त्यस्तै गर्ने, by भनेको के हुन्छ, भनौँ त, by भनेको के निकालेको छ, B परपेन्डिकुलर y मात्र निकालेको छ हैन हामीले इक्वेसनमा।
v परपेन्डिकुलर y निकालेको छ है। अब यसलाई यसरी निकाल्यो देन व्हाट टु डु vy भनेको v परपेन्डिकुलर sin ओमेगा t तर अगाडिपट्टि के आउँछ माइनस आउँछ sin ओमेगा t अगाडिपट्टि माइनस आउँछ र यसलाई पनि अघिको जसरी गरौँ dy/dt लेख्न मिल्छ माइनस v परपेन्डिकुलर sin ओमेगा t भनेर लेख्न मिल्छ हैन। जब यसरी लेख्न मिल्छ भनेपछि अब यसलाई इन्टिग्रेटिङ पनि गरौँ अघिको जस्तै। इन्टिग्रेटिङ गर्दाखेरि y इक्वल टु के आउँछ भनौँ त माइनस v परपेन्डिकुलर sin को cos ओमेगा t बाई कति हुन्छ भनौँ बाई कति हुन्छ बाई माइनस ओमेगा हुन्छ। cos को इन्टिग्रेसन त के हुन्छ हाम्रो माइनसमा आउँछ नि त cos को इन्टिग्रेसन प्लस के भयो कन्स्ट्यान्ट प्लस हाम्रो के आयो कन्स्ट्यान्ट आयो हैन। और y इक्वल टु यो माइनस र माइनस काटेर प्लस बाँकी हुन्छ। अब यसको भ्यालु कति आयो b परपेन्डिकुलर cos ओमेगा t अपन ओमेगा आयो प्लस कन्स्ट्यान्ट यो चीज आयो नि। अब कन्स्ट्यान्टको भ्यालु निकाल्यो हैन yt इक्वल टु 0 गर्नु पर्यो एट t इक्वल टु 0 को लागि हाम्रो कति आउँछ भनौँ त कन्स्ट्यान्ट प्लस v परपेन्डिकुलर cos ओमेगा t बाई ओमेगा एट t इक्वल टु 0 भनेको 0 यो भ्यालु हाल्दै गयो हैन। यो भनेको yt इक्वल टु 0 भनेको यतापट्टिको भ्यालु हाल्यो यो बाउन्ड्री कन्डिसन युज गर्दाखेरि यसरी लेख्न मिल्यो। और t इक्वल टु 0 भनेको कन्स्ट्यान्टको ठाउँमा कन्स्ट्यान्ट नै अब t को ठाउँमा 0 हालौँ त cos 0 भनेको कति हुन्छ 1 हुन्छ v परपेन्डिकुलर बाई ओमेगा इक्वल टु 0 और अब के आउँछ त माइनसमा त आउने कुरा भएन। कन्स्ट्यान्ट भनेको के हुन्छ भन्दाखेरि कन्स्ट्यान्ट भनेको के हुन्छ v परपेन्डिकुलर बाई ओमेगा हुन्छ माइनसमा हामीले लेख्दैनौँ है त अनि कन्स्ट्यान्टलाई पोजिटिभ नै लेख्दा पनि हुन्छ त्यही भएर है कन्स्ट्यान्टको भ्यालु पोजिटिभ नै लेख्दाखेरि पनि हुन्छ त्यही भएर v परपेन्डिकुलर बाई ओमेगा मात्र लेख्छौँ। अब कन्स्ट्यान्टको ठाउँमा गएर भ्यालु हालौँ यतै हाल्दा नि भयो कन्स्ट्यान्टको ठाउँमा गएर भ्यालु हालौँ त y इक्वल टु v परपेन्डिकुलर cos ओमेगा t बाई ओमेगा प्लस v परपेन्डिकुलर बाई ओमेगा यो इक्वेसन कति भयो 10 भयो। हेन्स इक्वेसन 9 and 10 are the इक्वेसन 9 र 10 चाहिँ के हो इक्वेसन 9 and 10 are the solution for a particle moving in uniform and static combined field युनिफर्म एन्ड स्ट्याटिक कम्बाइन्ड फिल्डमा मुभ गर्दाखेरि चाहिँ यो भ्यालु हुन्छ भनेर लेख्दिने द ग्राफ बिट्विन velocity and field is drawn and the path followed by the particle is found TROCHOIDAL ट्रोकोइडल यति लेख्ने भयो है त थ्यांक यू।